भैँसालु नजर तिम्रो जिलेटिनको धार जस्तो हैन भैँसालु नजर तिम्रो जिलेटिनको धार जस्तो छुँदैमा झड्का लाग्ने बिजुलीको तार जस्तो वाह 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 मलाई लिनै आएन यार खरा बुढो कुन चाहिँ केटीसँग मस्केर बसिरह होला यहाँ रहेछ यो बोको बुढो हेर यहाँ केटीको दुई खुट्टा टेक्नै हुन्न यहाँ बोको बुढो यो हाम्रो बोको कोरियाको मेन बोको बुढो ल मलाई त यहाँ त नि गर्लफ्रेन्ड लिएर आउनु पर्ने रहेछ छ त तपाईँको गर्लफ्रेन्ड छैन कहाँ आउनु हाम्रो त गर्लफ्रेन्ड घरमै छ तपाईँको गर्लफ्रेन्ड जति छैन यहाँ गर्लफ्रेन्ड लिएर आउनु पर्ने हो मेरो त गर्लफ्रेन्ड 8 मानमा रुममै राखिरहेको छु 8 मान कस्तो भइरहेछ कस्तो भइरहेछ कहाँ कस्तो भइरहेछ हामीलाई आज त मलाई स्वर्गैमा जस्तो भएको छ नि लाज हुन्छ के लाज मान्छेले सुनको लाउँछन् के छ भन्नुहोस् एकदम ठिक छ यो फुल हेरेर मनै हर्र भयो साँच्चै के गर्नु त अब एक्लै छु कोही भइदिएको भए यहाँ टक्क यो फोटो तिमी फुलै फुलको भरिया फेर भन्नेमा गीत बनाउनुहुन्थ्यो छैन यदि कोही हुनुहुन्छ भने यही भिडियो मार्फत विनम्र अनुरोध गर्दछु आफै बुझ्नु अलिकति राम्रो फिलिङ्स आइरहेछ राम्रो फिलिङ्स आइरहेछ सेक्सी यहाँ फुलको बिचमा आएर मलाई भमराको फिलिङ आइरहेछ ल एउटा ढारे बमरा यही हाम्रो खामिनी अल्तुल्ला ढारे बमरा हो यसो अनि अब लाउँछौ भन्दा किन नाइ भन्छौ फेरि अझै ढिला गर्यौ भने अन्टी भन्छौ फेरि वाह 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 अलि यहाँ फुलको बिचमा बसेर बन्नुपर्छ क्या एक्सलाई सम्बोधन गरेर नाम पनि बने ह्यासट्याग नाम पनि लायो भने झन् राम्रो होइन ह्यासट्याग नाम बुढीले चाल पायो भने काल बनाउँछ धारणा त ठ्याक्क सुनाएर सबै सुनाउनै मिल्दैन यसो गहिराई एकदमै धेरै छ होइन खुसीको सीमा नै छैन अब यो जति सुन्दर छ होइन हजुर अब मनको यो फिलिङ्स पनि त्यति नै सुन्दर भइरहेको छ आनन्द आइरहेको छ होइन एकदमै साथीहरूसँग सबै साथ होइन रमाइलो छुट्टीको दिन असाध्यै राम्रोसँग बिताउनु पाएको छ एकदम खुसी लागेको छ धन्यवाद ल तपाईँलाई पात भए महँगा तिमी पात भए महँगा तिमी भैँसी भए मरागा यो हामी चाहिँ फुलबारीमा आएको छ हामी सबैजनाले मेरो फुलबारीलाई हेरेर सब्सक्राइब गरिदिनु होला हेलो एभ्रिवान्स वेलकम ब्याक टु माई युट्युब च्यानल एन्ड स्वागत छ हजुरलाई चाहिँ मेरो नयाँ भिडियोमा एन्ड यदि हजुरहरू चाहिँ नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानल चाहिँ प्लिज सब्सक्राइब गरिदिनु होला एन्ड आज चाहिँ म यहाँ प्रकाश दाइकोमा आएको भिडियो सिडियो बनाउने भनेर आएको छु अनि यहाँ बुढा लिन आउँछु भन्थ्यो मलाई यहाँ मलाई त थाहा छैन यतैतिर बस्छ अरे बस्न चाहिँ यता कता बस्छ क्या त्यो बुढा अनि म चाहिँ खिजुक्साबाट आएको अनि यहाँ पुगेछ बुढालाई कल गर्नुपर्ने लिन आउँछ आउँदैन पाहुना खाना हिँडेको यार आज मलाई चाहिँ के खुवाउँदो रहेछ हेरे प्रकाश दाइले मलाई के खुवाउँदो रहेछ होइन अझै मिठो मिठो खुवाउँछु यति जस्तै त हामीहरू चाहिँ सँगै काम गर्ने दाइ हो मलाई लिनै आएन यार खरा बुढो कुन चाहिँ केटीसँग मस्केर बसिरह होला बुढाहरू फेरि केटी लिएर आउँछ भन्थ्यो हाउसकिपिङ ए हे ल म चाहिँ गोविन्द है हामी ल साथीको घरमा आयौँ हाम्रो दाइ हो बोको दाइ खामिनी हेर्न खामिनी गरेर हाम्रो खामिनी दाइ ह्यान्डसम भएर हिँडेको छ हाम्रो गोविन्द दाइ पनि हुनुहुन्छ टक्कलाई घुम्न हिँड्यो तर खामिनीको आज ड्रेसअप दिएर लास्टै खतरनाक लागिरहेको छ यार मलाई यस हाम्रो खामिनी अल्तुल्ला खामिनी हो उहाँ तपाईँको चेन देखाउनु न यार चेन आम्मामा यार लाज हुन्छ हो लाज हुन्छ के लाज मान्छेले सुनको लाउँछन् नाटकै हो नाटकै लिएर टास्नु पर्छ कि ल हाम्रो यात्रा जारी छ अझ कहाँसम्म पुग्ने हो खामिनी दाइले पुऱ्याउने हो आज मलाई हाम्रो भाइरल खामिनी दाइ अरू भन्नु न दाइ यार के त्यहाँ बसेछन् ओ हाम्रो नयाँ दाइहरू पनि हुनुहुन्छ त्यहाँ लोकमान दाइ फ्रम झापा अर्को रोहित श्रेष्ठ फ्रम झापा दुवैजना झापा हो दुईजना झापा मलाई दाइहरू नि ह्यान्डसम बसेछ ल मेरो नमस्कार छ है दाजुलाई के झापा भनेपछि त लिम्बू होला नि सेवार आदाङबे उहाँ भएको क्या जहाँ रक्सी केही खान्न तर त्यो बुढो लास्टै केटी बनेपछि त लास्टै हो यहाँ रहेछ यो बोको बुढो हेर यहाँ केटीको दुई खुट्टा टेक्नै हुन्न यहाँ बोको बुढो यो हाम्रो बोको कोरियाको मेन बोको बुढो ल हेलो
भोकोले हलो गर्छ हाम्रो खामिनी दाइ हो तर अलि बनाउनै आएन क्या तपाईँले भने जस्तै अनि हाँस उठिहाल्यो हामी टक्क फुलबारी हेर्न जाने फुलबारीमा आज फुलकुमारी हेर्न जाने हो तपाईँलाई नि एउटा फुलकुमारी मिलाइदिउँला आज यति चाहिँ गर्नु पर्यो यार आज यार मकै परेको हेर्नु भयो त कोरियन होस् न उर्दू नेपाली पर्दैन भयो त यहाँ मलाई चाहिने थियो अब मकै परेको बुढो मलाई त यहाँ त नि गर्लफ्रेन्ड लिएर आउनु पर्ने रहेछ छ त तपाईँको गर्लफ्रेन्ड छैन कहाँ आउनु हाम्रो त गर्लफ्रेन्ड घरमै छ तपाईँको गर्लफ्रेन्ड जति छैन यहाँ गर्लफ्रेन्ड लिएर आउनु पर्ने हो मेरो त गर्लफ्रेन्ड 8 मानमा रुममै राखिरहेको छ रुममै ठिक छ ठिक अनि प्रकाश दाईको गर्लफ्रेन्ड छ कि छैन छ नि यहाँ राम्रो राम्रो केटी छ नि सब मेरो गर्लफ्रेन्ड हेर्नु फेरि यहाँ ल गोविन्द दाईको खोइ गर्लफ्रेन्ड ल्याउनु पऱ्यो पुरै छैन भ्युज आउँछ नि बिस्तारै बिस्तारै यार हेत्रिका हामी सिकारु बस्तर भर्खर भिडियो बनाउँदैछु टक्कर सबैले हेरेर सब्सक्राइब गरिदिनु होला ल सबैलाई हाई हेलो गुड मर्निङ सब्सक्राइब टु माई युट्युब च्यानल्स लाइक सब्सक्राइब चिसो तातो केही खानुहुन्छ कि काम गर्छ कसले तिमी कहाँ काम गर्छु म ठगेर खाने मान्छे हो नि काममा यस्तो छिटो हात चल्छ ठगेर खाने मान्छेलाई हेर्नु फेरि ओहो आज मन दाइलाई एउटा सुल किनिदिनु पर्यो यार खतरा कुरा गर्नुभयो म गीत गाउने मान्छे होइन आफै गीत तिमी भ्यागुते भन्दा ट्यालेन्ट हो नि हुनु भ्यागुतेलाई तिमीले काम मराउने हो क्या खासै आज ल मन दाइ आज एउटा सुल मेरो तर्फबाट है मेरो खामे सुल चोरी सक्यो यार अनि तपाईँ अनि खामिनी हो मेरो आल्तुल्ला खामिनी हान्नु मकै गोड्ने बेला भएछ मकै बारी दर्याम गर्ने बेला भएछ यहाँ आलु सालु रोपेको छ किन्ने क्रममा छु मनाङ मुस्ताङतिरको याद आयो अरे मलाई चाहिँ आएन त्यस्तो याद ओहो हजुरआमा काममा गराउनु भयो हजुरबा हजुरआमा आएर चढाउन आएको हामी बाख्रो बाख्रालाई खसी भनेर मन त आज चिलमै ल फुलबारीमा सर तपाईँको फोटो खिच्नु त तपाईँ क्यामेराले ल फोटो मन त अनि फुलबारीमा आएर कस्तो फिल भइरहेछ फुलकुमारी कस्तो मजा आयो तिमी फुलै फुलको फरिया फेर फुलहरूकै पेन्टी लगाऊ भन्ने गीत सुनेको छैन मन त छैन यस्तो छाडा गीत नि कोही सुन्छ छाडा गीत सेक्सी गीत भन न यार रक्सी बोकेको छैन भित्र आउँदा गीत आउँछ रक्सी बोकेर आउँछ गीत आउँछ फोटो खिचिरहेको छ ए ल यो चाहिँ यहाँ अर्को खालको रहेछ होइन यो फेरि हाम्रो यहाँ पनि खामिनी हुनुहुन्छ खामिनी बोस अल्तुल्ला खामिनी बोस यहाँ तपाईँ अल्तुल्ला खामिनी बोस होइन एकदम अनि आज कस्तो भइरहेछ ल भन्नुहोस् दुई शब्द जाउँ कस्तो भइरहेछ कहाँ जस्तो भइरहेको आज त मलाई स्वर्गैमा जस्तो भएको छ नि ल मन दाइ कस्तो भइरहेछ रमाइलो एकदम आनन्द जनता जान सक्छ फुलको बास्ना होइन फुलै फुलको रङ्गी चङ्गी बास्ना आएको छ मजा आएको छ अनि दाजुभाइको टक्क भिडियो बनाउने नि ओहो हेर्न यहाँ स्टाइल कोरियनहरूको स्टाइल लिस्ट फुलमा आएको छ रमा छ ऊ यहाँ पनि रहेछ यो जेसेपो भन्ने ठाउँमा यो यहाँ फोटो खिचौँ न यार हामी नि यहाँ मेरो सब भिडियो बनाउने सिडियो बनाउने यहाँ आउँदो रहेछ यार यिनीहरू चाहिँ गर्लफ्रेन्ड बोयफ्रेन्ड होला भिडियो बनाएको उता फिर्कियो यार के छ भन्नुहोस् एकदम ठिक छ यो फुल हेरेर मनै हर्र भयो साँच्चै के गर्नु त अब एक्लै छु कोही भइदिएको भए यहाँ टक्क यो फोटो तिमी फुलै फुलको भरिया फेर भन्नेमा गीत बनाउनु हुन्थ्यो छैन यदि कोही हुनुहुन्छ भने यही भिडियो मार्फत विनम्र अनुरोध गर्दछु आफै बुझ्न अलिकति मन त के केटी जस्तै यस्तो बसेको यार यमराजको पोस्ट दिनु न यमराजवाला डाइरेक्टर म्यान अरे उहाँ चाहिँ पुरा फोटो खिचिरहेछ कोरियनहरूको पोज हेर्न त्यहाँ खामिनी साहब के भइरहेछ ल फिलिङ्स पनि बनाउनु न फोटो खिच्दै
फिलिङ्स भन्नु तपाईँको राम्रो फिलिङ्स आइरहेको छ राम्रो फिलिङ्स आइरहेको छ फुलको बिचमा आएर मलाई भमराको फिलिङ आइरहेको छ ल एउटा ढारे बमरा यही हाम्रो खामिनी अल्तुल्ला ढारे बमरा हो यसो अनि अब खै के भन्नु त नि यार अलिक राम्रो कुरा भन्नु न यार अलिक एक्सको लागि एउटा सेयर भन्नु ल एक्सको लागि एउटा यही फुल साइजको क्रसको लागि फुल साइजको एउटा साइरी जाऊ एउटा साइरी माया लगाउँ भन्दा किन नाइ नै भन्छौ फेरि यहाँ लेखिरहेको थियो बिर्सेँ। हेर्न फेरि ल लेखेर हुन्छ त भन्नु ल हेरेर भन्दा नि हुन्छ त्यो खजेर त पहिले गएको ठाउँ नि पहिला नि गएको थियौँ हामी त त्यो मलाई त जानु मन नै थिएन जसलाई यहाँ आयो ठिक लाग्यो ओहो हेर राम्रो तरुण यता पनि ठन्डा रहेछ त ए माया लाउँछौ भन्दा किन नाइ नै भन्छ अहिले म भन्छु है अहिले चाहिँ रिहर्सल मात्र ए ल रियल्स मात्रै माया लाउँछौ भन्दा किन नाइ नै भन्छौ फेरि अझै ढिला गर्यौ भने अन्टी भन्छौ फेरि वाह 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 अलि यहाँ फुलको बिचमा बसेर बन्नुपर्छ क्या एक्सलाई सम्बोधन गरेर नाम पनि बने ह्यासट्याग नाम पनि लगायो भने झन् राम्रो ह्यासट्याग नाम बुढी चाल पायो भने काल बनाउँछ यो त नेपालमा पनि पाउँछ नि यो कुन फुल के फुल आई लभ यु आई लभ यु आई याल ओ भी लभ वाइ ओ ओहो हामी चाहिँ फुलबारीमा आएको छ हामी सबैजनाले मेरो फुलबारीलाई हेरेर सब्सक्राइब गरिदिनु होला के बोले भाइ अब के बोले के छ थाहा भाइ बोले गोविन्द सर केही जाओस् तपाईँ पनि आज कस्तो फिल भइरहेछ तपाईँलाई एकदम खुसी यता आउनु न यता फुलमा ठ्याक्क फुलबारी देखाउँदै तपाईँको धारणा सुनाउनु कस्तो मजा आउँछ तपाईँको फुलबारी देखेर कस्तो लागिरहेछ यो धारणा त ठ्याक्क सुनाएर सबै सुनाउनै मिल्दैन यसो गहिराई एकदमै धेरै छ होइन खुसीको सीमा नै छैन अब यो जति सुन्दर छ होइन हजुर अब मनको यो फिलिङ्स पनि त्यति नै सुन्दर भइरहेको छ आनन्द आइरहेको छ होइन एकदमै साथीहरूसँग सबै साथ होइन रमाइलो छुट्टीको दिन सधैँ राम्रोसँग बिताउनु पाएको छ एकदम खुसी लाग्छ धन्यवाद ल तपाईँलाई अब हाम्रो यता पनि ल तपाईँको फेरि भन्नु पर्यो खोइ तपाईँको सायरी भने यहाँ बसेर सायरी भन्नु लाउनु तपाईँको सायरी भन्नु पर्यो क्रसको लागि एउटा सायरी जाओस् तपाईँको ल अघि भनेको थिएँ र यहाँ फेरि भन्नु न यार फुल देखाउँदै गर्नु पर्यो नि फेरि क्रसलाई त्यस्तो कहाँ ल ल ल ल ल माया लगाउँ भन्दा किन नाइ नै भन्छौ फेरि अझै ढिला गर्यौ भने सुड्डी बन्लौ फेरि कस्तो टेन्सन भयो यस्तो टेन्सन हुँदा पनि बियो सुन्दिनँ त के भएको ताली तपाईँ पनि एउटा सायरी जाउनु ल मलाई त आउँदैन सायरी मनोज दाई त फेरि सायरीवाला थाले खतरा पात भए महँगा तिमी पात भए महँगा तिमी भैँसी भए म रागा सही होइन यस्तो वैशालु नजर तिम्रो जिलेटिनको धार जस्तो होइन वैशालु नजर तिम्रो जिलेटिनको धार जस्तो छुँदैमा झड्का लाग्ने बिजुलीको तार जस्तो वाह ताली बजाउने ताली यसरी आउनुपर्छ नि यसरी अब उहरू त अब बिस्तारै पो आउँदैछ नि त होइन अनि अब पल्ला सुरु हुँदैछ त नि तर गर्मी त लास्टै भइरहेछ हेर म मान्छेहरूले गर्मी हुन्छ ल यहाँ बालेनको चस्मा छ हाम्रो पनि यहाँ हामी बालेनको चस्मा लाएर कस्तो देखिरहेछ सबैले यसो हेर्नु होला हामी नि बालेनको चस्मा लाएर हिरो देखिरहेछ यहाँ गीत गाइरहेछ बुढाहरू फेरि मस्त एउटा बत्ती निभाइदियो अर्को दियो बल्दा नौटंकी नै हो यो नौटंकी नै हो हामी चाहिँ टक्क डाँडामा आइयो दाजुहरूसँग पुरा मस्त मस्तङ रूपमा बुढाहरू ओहो पोस प्याक भयो
यस्तो डाँडो बनाएर मान्छे गुन्ने बनाएर यहाँ यार अर्काको छोराछोरी पुरा सत्यानाश भयो यहाँ यस्तो बनाएर कोरियामा तेरो ठिकै लाग्यो आज जाओस् फुलबारी 50 लेकिन तू करेगा क्या नहीं करेगा ना हम गरेगा लेकिन आइडिया देना पड़ता है ठेकौँगा भने ठेकौँगे भने छुट्टिसक्यो यस फाइनली म चाहिँ रुममा आइसकेँ अरू दाइहरू पनि आफ्नो रुमतिर जानुभयो अनि यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ हजुरहरूलाई अनि भिडियो कस्तो लाग्यो यदि राम्रो लाग्यो भने लाइक गर्नु होला कमेन्ट गर्नु होला अनि लास्टमा सब्सक्राइब पनि गरिदिनु होला फेरि नयाँ भिडियो ल्याउने कोसिस गरिरहेको छु धन्यवाद छ फेरि नयाँ भिडियोमा भेटौँला बाई बाई सबैलाई